ल यो हो हैन कोचफेल हिटल्यान्ड पर्छ हिटल्यान्ड छ यसको इन्फर्मेसन यहाँ छ हैन हिटल्यान्ड एरिया उयो रहेछ त हैन हामी यहाँ छौँ हैन यता कता कता वेट मेरी टाउन र यहाँ छ हामी यहाँ छौँ हैन हामीले बाबा लोकेसन गरिरहेको छौँ अहिले चाहिँ पुरै रहेछ नि त यता उता चाहिँ गयो भने ट्रेनिङ पुग्ने रहेछ ट्रेनिङ रोड यत्र यहाँ प्ले खेल्ने ठाउँ पनि रहेछ खेल्ने ठाउँ त्यो होला त्यो छ अब नेक्स्ट टाइम पनि आउनुपर्छ यो बबल छ हैन यहाँ जाउँ ल त्यो पर्छ ल ल त अब लाग्यो हैन जोस तपाईहरुलाई कस्तो लागिरहेछ बबल छ हेर्नको लागि हो जकिङ अनि आफ्नो खाना लिएर पिकनिक खाना पनि मिल्ने एरिया जताततै हेऱ्यो बाटो छ हैन कस्तो त छ त कस्तो लाग्यो त बबाल छ हैन अब बबाल यता छ बटरफ्लाई चाहिँ यता छ भनिरहेको छ है हैन बटरफ्लाई चाहिँ यता बाटोमा छ हामी यता पनि जाने अब लोकेसन हेरौँ न अनि छ ल यो चाहिँ कस्तो लाग्यो ल भन रमाइलो छ न्यू ठाउँ हैन क्याट रोडको नाम छ हैन रेप्लाहरू छ हेर्नुहोस् त त्यो छ है हैन ल भन्दै भन्दा कतै टक्क पारेर अगाडि नयाँ लोकेसन हामी हिँड्दैछौँ हामी चाहिँ जहिले नयाँ लोकेसन खोज्दै हिँड्ने अब आसबाटै सिधिरा भने डर पो भइसक्यो हामीले यसो हिँड्दा हेर्दा तर राम्रो छ हैन त जोस राम्रो छ गाडीको यो बाटोले चाहिँ मलाई नेपालको ठाउँहरूको याद दिलायो रमाइलो छ अनि सायद अब यो ब्लग हेरेर वरपर मेरो स्टोन आसपोर्ट फक्सटोन यता बस्ने हुने यो ठाउँमा सायद घुम्न आउनुहुन्छ होला आउनुहुन्छ भने म तपाईँहरूलाई कमेन्ट गर्नु होला फुल बक्समा तल कमेन्टमा एड्रेस भनेपछि हामी कार पार्कमा पुगेछौँ भनेपछि अब हामी तपाईँहरू यहाँ गाडीबाट पनि आउन सक्नुहुनेछ र गाडी पार्क गरेर पनि हिँड्न सक्ने अवस्था देखिरहेछ हैन कार पार्कै हो नि त भनेपछि हामी रोडमान्सीको यहाँ घर छ भनेपछि हामी आधा बाटो मात्रै घुमेछौँ भने के हो छ अगाडि हामी चाहिँ रोडमा हेर्नुहोस् कस्तो लाग्छ तपाईँहरूलाई यो अब हेर्नुहोस् कहाँ जस्तो लाग्छ काठमाडौँको कुन ठाउँ र कहाँबाट हेर्नु हुँदैछ त्यो कस्तो लाग्छ हैन बबाल छ अनि रुखहरू छ हैन बोल खतरा छ हैन टक्क पारेर हैन यस हैन यस गाइज है त बबाल छ आजको तपाईहरुलाई भिडियो कस्तो लागिरहेछ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला किप वाचिङ फर माई हैन जानु पछाडि चाहिँ मेरो साथी पुरा बसिरहेछ अनि यो ठाउँ चाहिँ हेरिहाल्नु भयो होला अब हामी चाहिँ मेन रोडमा पुगेछौँ तपाईहरुले माया गरिनु नै राख्नुभएछ माया गरिदिनु होला अझै पनि गरिदिनुहोस् र म चाँडै मेरो 1000 अथवा 1K बनाउन सफल हुँ र तपाईहरुले माया कृपा र तपाईले कमेन्ट गरिदिनु होला कस्तो खालको ब्लग ल्याउने तपाईलाई हेर्न मन पर्छ त्यो पनि भनिदिनु होला तपाईहरुले गर्दा नै म अगाडि बढ्न चाहन्छु र तपाईहरुको माया कृपाले अझै पनि म गरिरहेको छु तर किनभने विदेशमा चाहिँ अलिकति आफ्नो समय नभएको कारणले हप्तामा एउटा भए पनि ब्लग ल्याउन प्रयास गरिरहेको छु कामको व्यस्तताले किप वाचिङ हैन अनि मेरो साथी चाहिँ पुरा बसिरहेछ तपाईहरुले हेर्नुहुँदैछ होला अनि बबाल छ हैन किप वाचिङ मेक अ रक एन्ड मेरो साथी चाहिँ बबाल छ हैन यहाँ छ अनि यस्तो छ त्यही त बबाल अनि यो बाटो चाहिँ कहाँ छ तपाईलाई अलिकति देखाइहाल्यो हैन यता छ छ हैन के छ इन्फर्मेसन आज यस्तो छ
होइन त्यसो बबाल छ हामी त्यो रोडमा निस्केको रहेछौँ